सबैजनालाई सोधो बाटामा भेटेर यो स्त्रीय चरित्र भनेको के हो? कसैले पनि बताउन सकेनन्। एक ठाउँमा पुग्यो, एउटी युवतीले ठुलो कुवाबाट, पक्काको कुवाबाट पानी उगाउँदै थिइन्, बाल्टीमा गाग्रोमा लाउँदै थिइन्। गएर तिनलाई च्याप्पै समाइदियो। ए देवी, मैले तिमीलाई एउटा प्रश्न सोध्छु, भन्छौ? भनेर भने। तिनले भनिन, हुन्छ भन्नुस्, मलाई नछुनुस् है। लु भन्नुस् तपाईँ के भन्नुहुन्छ? व्यक्तिले भने, यो स्त्रीय चरित्र भनेको के हो? स्त्रीय चरित्र भनेर म खोज्दा खोज्दा हैरान भइसके। यो स्त्रीय चरित्र भनेको के हो बताइदिनु होला। तिमीले बताइदियो भने हुन्छ। देवीले अब के गरिन् भने सिधै त्यो बाल्टी उठाएर पानी उगाएर सिधै जिउमा हालिदिन् र ग्वार 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 ग्वार, हे मलाई बचाओ 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 भनेर कराउन लागिन्। हेर्दा हेर्दै हेर्दा हेर्दै गाउँका सबै लाठी र मुङ्ग्री लिएर सबै आएर वरिपरि भेला भए। उता हेरेको हेरै भयो त्यो मान्छे। सबै आएर के भयो देवी? गाउँकी चेली हुन्। के भयो देवी भनेर सोधे। होइन महाराज, म त यहाँ डुब्न लागेको थिएँ र उहाँ यति सज्जन व्यक्ति हुनुहुँदो रहेछ, उहाँले मलाई तानेर निकालिदिनु भयो, नभए त आज म मरिजान्थेँ। उहाँले मलाई तानेर निकालिदिनु भयो। त्यति सुन्ने बित्तिकै गाउँका सबैले त उसलाई उठाएर जय जयकार मनाए। वाह, तपाईले गर्दा हाम्री चेली बाँचिन् भनेर सबैले जय जयकार गरे। त्यति भएपछि सबै गए। अनि युवतीले सोच्छिन्, देख्नुभयो स्त्रीय चरित्र भनेको? थाहा पायौ अब? भन्दा हजुर माता, हजुरलाई मैले मातै माने, थाहा पाएँ। आज म गइसकेको थिएँ, आज यिनीहरूले मलाई मारेरै छोड्थे यहाँ, तर तिमीले गर्दा म बाँचेँ भनेपछि स्त्रीय चरित्र भनेको त्यही हो। अब यदि युवतीले भनिदिन्थिन् कि यसले मलाई हातपात गरो भने त त्यसलाई कुटेरै मारिदिइहाल्थे। भनेपछि एकै क्षण एउटै कुराको लागि उसले जीवन दिलाइदिन्। स्त्रीय चरित्र भनेको त्यही हो भनेर त्यो दिनदेखि त्यसले बुझेको थियो। अब यहाँ